सामान्य अवस्थामा बिग्रिएका सामानहरूलाई मर्मत गर्न सकिन्छ। यहाँ एउटा ग्लोबको तल्लोपट्टि बस्ने भाग भाँचिएको छ। ग्लोब स्ट्यान्ड नअडिने अवस्थामा छ। अर्को घडी राख्ने बट्टाको भित्री भाग छ। अब यी दुवै कुराको माध्यमबाट ग्लोबको स्ट्यान्ड बनाउँदैछु। ग्लोबको तल्लो भागलाई रेतीले गोलो पारी घडीको बट्टामा मार्करको सहायताले चिन्नु लगाई। इलेक्ट्रिक सोल्डरिङ आइरनको सहायताले प्वाल पारी देखिएको नमिलेका भागहरूलाई साधारण रेतीका माध्यमबाट सफा पारिएको छ। उक्त प्वालमा ग्लोबको तल्लो भाग बिस्तारै छिराएपछि ग्लोब समतल सतहमा राम्रोसँग अडिने भएको छ। यसरी हामीले सामान्य अवस्थामा बिग्रिएका सामानहरूलाई पुनः मर्मत गरी प्रयोग गर्न सकिने ज्वलन्त उदाहरण